आधा रातको समय भयो। जताततै सुनसान छ। आवाजको नाममा खाली रानीले मस्त निन्द्रामा परेको फेरेको सास छ। रानीको रूप देखेर मोहित भई राजा एकटक्क रानीकै मुखमा हेरिरहेका थिए। त्यस्तैमा रानीको नाकको दाहिने प्वालबाट एउटा मसिनो धागो जस्तो केही कुरा निस्क्यो। यो देखेर के होला भनेर राम्रोसँग राजाले विचार पनि गर्न नपाउँदैमा त्यो त अकस्मात भयङ्कर कालो नाग बनी राजालाई डस्न भनेर जाइलाग्यो। राजाले पनि हत्त नपत्त आफ्नो हातमा रहेको तरबारले उसलाई चट चट काटी टुक्रा पारिदिए। अब बल्ल हरेक दिन राजा मारिएको कारण उसलाई थाहा भयो। अरू केही आउँछ कि भन्ने शङ्काले उनी फेरि बिउजेरै बसिरहे। जब मिरमिरे उज्यालो भयो त्यो दिन राजा खोज्न भनेर मन्त्रीवर्गले हात्तीलाई उठाउन लागे। तर हात्तीको डेक चलेन। त्यो देख्दा सबैलाई अचम्म लाग्यो। राजाको लास लान भनेर नाङ्गै मुडुले भएको मलामहरू गाह्रो लिएर खोपीको राजदरबारमा जान्छन् त गुनगुन गरेको शब्द भित्रपट्टिबाट आयो। जब उनीहरूले ढोकामा ढ्याक ढ्याक गरे ए उज्यालो भइसक्यो भन्दै राजाले ढोका खोलिदिए। राजालाई जिउँदै देखेर उनीहरूले झट्टपट्ट गाह्रो दबाएर राजाको स्थिति र जय जय मङ्गल गर्दै पढ्न थाले। यो खबर सारा दरबारमा फैलियो। मन्त्रीवर्ग गुरु पुरोहित पनि जम्मा भए। हरेक दिन राजालाई मार्ने सर्प पो रहेछ भन्ने सबैले थाहा पाए। सधैँ राजा फेरिरहनु पर्दा भन्दा सबै हैरान थिए। अब भने सधैँभर एउटै राजा पायौँ भनेर सबै हर्षले गदगद भएर राज्यभरमा अनेक किसिमको नाचगान खुसियाली र सिन्दुर यात्रा पनि ठुलो समारोहको साथ गरियो। उता बसन्त दाजु आउलान् आगो ल्याउलान् भन्ने आशले बसिरहेका थिए। पशुहरू हिँडेर खस्रा खुस्रुक्क आवाज हुँदा पनि लौ दाजु आए भन्दै आशाले फुल्दथे। तर बिचराको आश सबै निराशमा परिणत भयो। बिचराको रातभर अलाप बिलापले बित्यो। जब राम्ररी उज्यालो भयो उनी दाजुको खोजीमा हिँडे। राजाको छोरो भएर सुख सयलमा हुर्केका जङ्गलको काँडाले उसको खुट्टा छिया छिया भए। बल्ल तल्ल उनी जङ्गलबाट निस्किएर सहरको बाटो लागेर एउटा पसलमा पुगे। आफ्नो मालताल बिक्री गर्ने पसलले यस्तो राम्रो बालकलाई देखेर भन्यो, नानी आऊ बस, मेरा छोरा छैनन्, म तिमीलाई धर्मपुत्र पाल्दछु। बिचरा बालक हुनाले बसन्तले पनि पसलले दिएको शरण ग्रहण गर्नै पर्यो। त्यही बास बसी पसलेको काम सघाई आफ्नो दिन काट्न थाले। उनी पसलमा बस्दा सदाको भन्दा दोब्बर व्यापार हुन्थ्यो। त्यसै गरी प्रतिदिन उसको व्यापार बढ्दै जाँदा व्यापारी धनी भयो। त्यसकारणले मूर्ख पसलेले अब बसन्तलाई नै पाखा लाउने कुदृष्टि गर्न थाल्यो। मेरो सन्तान नै भइहाले, सित्तैमा यसलाई किन खुवाउने? यसलाई अलिअलि गरेर हटाउँ भन्ने कुविचारले उसलाई अनेक दिन सताउन थाल्यो। अनि उसले बसन्तलाई अनावश्यक रूपमा गाली गर्न थाले। पसलेको टोकेसो बसन्तले सकेसम्म सहन्थे, केही जवाब दिँदैनथे। एक दिन साह्रै दिगदार लाग्यो र मन ठन्डा होस् भन्नको लागि जङ्गलमा गएर शिशिर र बसन्तको गीत गाउन थाले। उनको गीतले सारा जङ्गल नै गन्क्यो। गीत साह्रै राम्रो हुनाले पशु पक्षी पनि मोहित हुन थाले। त्यसै दिन जङ्गलमा अर्को देशको राजा शिकार खेल्न गएका रहेछन्। उनी बसन्तको गीत सुनेर यस्तो मिठो गीत गाउने को रहेछ भन्ने विचार गरेर उनी बसन्त भएको ठाउँमा आए। यस्तो राम्रो भर्खरको जवानलाई देखेर राजाले तिमी को हौ भनेर सोद्धा म एक दुखी अदाना हुँ भन्दै बसन्तले जवाफ दिए। तर राजालाई पत्यार भएन। यो जवान कोही राजकुमार हो भन्ने मनमा निश्चय गरी उनले बसन्तलाई लिएर आफ्नो देशतर्फ फर्के र दरबारमा पुगी उसलाई कदर साथ राखे। केही काल बितेपछि एक असल दिन ठड्याउन लगाई बसन्तसँग आफ्नो छोरीको विवाह गरिदिए। अलि दिन सुखपूर्व बित्यो। तर बसन्तलाई पसलेले के भन्यो होला भन्ने विचारले शान्ति दिएन। उसै कहाँ फर्किने विचार गरेर उनी राजासँग बिदावादी भए। राजाले पनि अनेक लावास लस्कर र दाइजोसहित बाटो लगाइदिए। आफ्नो दुलहीलाई लिएर बसन्त पसलेको घरको बाटो लागे। केही बेर काटेपछि त्यो बसन्त मालताल धन दौलत पसलेको घरमा अटाउँदैन भन्ने ठानेर जसले जसले जे बोकेको छ उसैलाई भो भनेर बसन्त खाली मैयालाई मात्रै साथमा लिएर पसलेको घर गए। बसन्तलाई देखेर पसलेले यतिका दिन कहाँ गएको थिइस्? यो कसलाई ल्याइस् भनेर सोद्धा काम विशेषले अर्कै सहर गएको थिएँ, यो तपाईँको सेट्नीलाई सुसारेर ल्याइदिएको हुँ भन्दै बसन्तले भने। यस्तै परम सुन्दरी युवतीलाई देखेर पसलेको मनमा पाप उठ्यो। उसले 4-5 जना मानिसहरू आफ्नो मतमा लिएर एक बलियो छालाको धोक्रो सिउन लगाई
उनीहरूकै मद्दतले वसन्तलाई बलजफ्ती समातेर धाक्रोमा हाली खोलाको नदीमा बगाइदिए। वसन्तको प्रभावले यति धनी भएर अझै धेरै पाउनको आशले मैयालाई शिशिर राजाकहाँ लगी चढाए। यस्तो परम सुन्दर युवती देखेर राजा खुब खुसी भए। तर राजाले मन मनै सोच्दै थिए,